क्या किन हो फोन काट्ने? किन मेरो मुड खराब गरे? मुड खराब भने त्यस्तै शङ्करले न त्यस्तो भनेपछि रिस उठ्दैन त? तिमीले भने त मैले के भनेछु त? मलाई नडाँटेर भन। हेर म तिमीलाई साँचो माया गर्छु, म मजा गर्न लाग्छ सिरियस भन्नु। हिजोदेखि मुड चड्किया छ मेरो। त हाम्रो के मुड खराब भएछ नि के? शङ्करले चिक्या हो किन नडाँटेर भन। शङ्कर मलाई भन्न लाग्यो खाली मुलीमा पागल नबनाई। तिमी आफै भन्छ कि तिमी मजाक गर्छन् भनेर अझ तिमीलाई मेरो माथि विश्वास नै। अनि तिमीले हिजो शङ्करलाई किन भन्यौ त हाला हाला विनाजु भनेर? अरे भाइ हामीहरू यस्तै भन्छु त त्यहाँ के भयो त? अनि मलाई रिस पनि उठ्नु लाग्छ, हाँसो पनि लाग्न लाग्छ। थाहा छ तिमीलाई म माया गर्छु अनि तिमी दुनियाँलाई हाला हाला भनेर भन्ने रिस उठ्दैन? हामीलाई के रिस उठेन के त? हाम्रो त झन् मुड खराब छ अस्तिदेखि। अनि तिमी भन्न लागि शङ्करलाई, शङ्कर मलाई रेकर्डिङ सुनाउन लाग्थ्यो हाला हाला विनाजु भन्नु लागि। साँच्चै शङ्कर बिना चाहिँ तर लाइनमा कुरा गर त अहिले म इन्नाइ भन्छु। फोन लाग्न लाग्छ नि, मैले त्यसलाई नै कति देर फोन ट्राई गरेँ मैले त। रोगा म अहिले म तिमीलाई हड्काउँछु। खाली मुली माउ गर्न लागेको छ। सुन के सुन्दैनौ तिम्रो पनि? कुरा सुनेर ल्याऊ। सुन्दैन। गाउँमा आएर तिमीलाई 2-3 चोटि मैले टिकेको अरे त यत्रो किच्छु। हे भगवान म पस्ताउन लागेको छु क्या तिमीहरूसँग कुरा गरेर। आजदेखि म कुरै गर्दैन, न तिमीसँग न ती भिनाजुसँग। मजाक नगर। शङ्करले गर्दैन आजदेखि त म कोहीसँग कुरा गर्दैन। शङ्करले चिक्या हो कि नै? अनि त्यसले कसरी थाहा भयो तिम्रो किच्चो ठुलो छ भनेर? मैले त दिएको अरे उल्टा सिधा नबोल है, नबोल। कलश भित्र पनि त्यसको चुचुमा हात हाल्थ्यो। मलाई के भन्दिनँ, म त त्यसलाई माया गर्थ्यो अरे, म त्यसलाई माया गर्दैन अरे, म खालि चिक्नलाई मात्र माया गर्छु यताउति भन्न लागेको। मेरो यस्तो मुड खराब भइरहेछ, म के गरौँ? नजिकको भइदिएर म घाँटी टिपेर मारिदिने थिएँ दुमैलाई। मलाई किन मार्छौ? मैले चिक्या छु तिमीलाई पनि मारिदिने हो म रिस चढेपछि। अनि हिजो राति शङ्कर भन्न लागेको हाला हाला आली अरे, तिमी भन्न लाग्यो हाला हाला हिँड्छु अरे। रिस उठ्दैन? तिमीले किन भन्यौ त्यसलाई हाला हाला विनाजु भनेर? चलो उनका माथि त न कम से कम हाम्रा माथि त विश्वास गर्नु पर्यो नि। तिमीलाई त मेरो माथि पनि विश्वास छैन। ल त्यसले मलाई रेकर्डिङ सुनायो हाला हाला विनाजु भनेको। त त्यतिमा भइगयो के त? हाला हाला भन्दाखेरि के मजाक छ? अब सिकेको हुँदाखेरि पो हाला हाला भन्यो, नभए त्यतिको भन्छ हाला हाला? हाम्रो पनि साली छन्, हाम्रो सालीले त हामी कहिले भन्दैन हाला हाला साली भन भन रे। रिस लास्ट उठ्या छ कि हिजो रातिदेखि? हामीलाई त उठेन रिस होइन। हामी त सिधा साधा मान्छे, हामीलाई त उठेन रिस।